लो है मेरो ड्युटी सकियो जाने हो हिँड्दै हिँड्दै जाने हो यो बच्चाहरू खेल्ने पार्क जस्तो हो यहाँ बच्चाहरू रातभरि खेल्छ झिलिमिली बोल्ने गाडीहरू पाउँछ यहाँ भाडामा ट्रेनहरू नाइट लाइफ खतरा है क्या जरा सी यहाँदेखि लेक राइडको टिकट पाउँछ यहाँ बनाएको आर्टिफिसियल लेक छ लेकमा टाउनहरू घुम्दै भित्र जानुहुन्छ है लेक राइड लेक फेरि यही हो के फेरि फेवा लेक दुबईको फेवा लेक लेकमा आउँदैछ बिल्डिङहरूको त कुरै नगरौँ ल लेक राइड नाइटमा बत्ती बालेर हिँडिरहेको छ त्यो कुनाभित्र छिर्छ तिनवटा यहाँदेखि सट्ट चढाउ बुर्ज खलिफादेखि सट्ट घुमाएर यस्तो कुना एउटा भित्र एड्रेस डाउनटाउनसम्म पुऱ्यायो भित्र के ओकेजन छ आज सिक्युरिटी बसिरहेछ यो भित्रबाट हामी गइँदैन भित्रबाट हामी गइँदैन आज हामी चाहिँ डेली ड्युटी हिँड्ने मान्छे त्यही भएर नो अब्जेक्सन क्रस त त्यो ब्रिज चाहिँ साह्रो लाग्छ कि मलाई यही नजिकबाट देखाइदिन्छु ल यदि क्रस गरेर डक्क त्यहाँ गयो त्यहाँदेखि डक्क यस्तो गरेर अनि बुर्ज खलिफाको माथि जाने मिल्छ है त्यो मसँग हिँड्ने बाटोको नाइटमा त यस्तो देखिन्छ त बब्बाल त्यहाँभित्र पनि के छ पुरा जब्बर बालेर रातभरि सिमेहरू दामी बसिरहेको हुन्छ यो चाहिँ मोन्टेसरी हो है पेन्सिलको गेट भएको चाक मिसहरू छ र यहाँ धोतीहरू फोटो खिच्दैछ फेरि धोतीहरू आउँछ नि धेरै जस्तो हनिमुनमा यहाँ डाँडो अब यहाँ ढक्क बसेर नेपाली गीतमा माछी मारा नहाई हो रक्सीलाई चटनी
माछी माराना भन्दै हिँड्ने त म मात्रै है फेरि सब विदेशी यहाँ चाहिँ लाटी विशेष झर्ना दामी छैन फोटो हिँड्दैछ कदाको छोराहरू झर्ना दामी छ ओहो नाइट लाइफ खतरा छ हो दुबईको यो एरियामा रातभरि 2 बजे 3 बजेसम्म पुरा यस्तै हो मान्छे 4 बजे 5 बजेसम्म केही डर छैन आनन्दले घुम्यो बस्यो आफू चाहिँ ड्युटी भएर रातिको 3 बजे आउँदा नि यस्तै मान्छे हुन्छ आज चाहिँ मेरो ड्युटी बिहानको थियो अरू बेलामा रातिको 3 बजे आउँदाखेरि पनि यस्तै हुन्छ रातिको 3 बजे यहाँदेखि 35 मिनट जति हिँड्नुपर्छ मलाई मेट्रो स्टेसन त्यो छेउबाट उता क्रस भएर कार लिफ्टमा पुग्नलाई अर्को साइड पनि हान्दै जाऊँ न अर्को साइड पनि बबाल छ कि बिल्डिङले ढाकेको छ क्यामेराले भेट्दैन अस्ति चाहिँ फङ्सन थियो एउटा इन्टरनेसनल त्यसको लागि पुरै बारेको थियो खोल्दैछु फेरि अस्ति चाहिँ फेरि बारेर उताबाट कुनाबाट हिँडेको थियो खैरिङ दिदीहरू गट्टु लगाएर हिँडिरहेको छ त यहाँ मतलब छैन कोही कोही त ठाडै चुप्पा हानेर बसिरहेको हुन्छ फेरि डेली हिँड्नुपर्छ हिँड्दा हिँड्दा मेरो 3 किलो वजन घटिसक्यो यार इस बिल्डिङ हो कि घर हो कि के हो यो क्यामेराले भेट्दैन विश्वको मान्छेहरू घुम्न आउँछन् अमेजिङ दुबई भन्दै अमेजिङै अमेजिङै बनाएको छ क्या यार यस्तो त युएसए क्यानाडा अमेरिकामा पनि छैन क्या यस्तो बनाइदिएछ फेरि बनाउनु त रात परेपछि बच्चा लिएर हिँड्छन् फेरि मान्छेहरू यहाँ चोरहरूले फेरि यहाँ बार बार्दैछ फेरि घुमाउन चाहन्छ हेट कति घुमाउँछ हो सधैँ यो बाटो पैदल हिँड्दा हिँड्दा अब त यो पनि मलाई के अरे भट्टी पसल जस्तो लाग्न लागिसक्यो क्या त्यहाँबाट फेरि सट क्रस हुने यस्तो राम्रो सिडीको बाटो छ झर्ना सिडीमा झर्ना झरिरहेको छ क्या मजा त्यो बाटो हामी कहिले कहिले क्रस हुन्छौँ यताबाट सिक्युरिटी टाइट भयो भने यो होटल पनि खतरा छ यो होटलमा म 3 महिना के अरे कमी सेभ गरे हो यो भित्र काम चाहिँ यहाँको ठुल्ठुलो होटल सबैमा गऱ्यो हो सेन्चुरीमा गऱ्यो त्यो डाउनटाउनमा गऱ्यो अलिक कालिम्पोङमा गरेछ प्यालेसमा गऱ्यो काम त पार्ट टाइमर जाने पनि यो बाटो क्रस हुनुपर्छ कि फेरि बेला बेला तर म यही बाटो जान्छु आज अस्ति म स्टार्टिङमा आएर अनि सेफको ट्रेनिङ दिएर मलाई किचन हेल्पर चाहियो भनेर फेरि 3 महिना किचन हेल्पर हालिदिएँ मैले त्यहाँ एउटा ओपन रेस्टुरेन्ट छ क्या बाहिर बच्चाहरू यस्तो मजाले गाडी लिएर हिँड्छ
राति यो पानी छ कि यहाँ बच्चाहरू खेल्ने पुरा कलर चेन्ज भइरहेको छ है अहिले पिङ्की भएको छ एकछिनपछि फेरि ग्रिन हुन्छ बच्चाहरू खेलिरहेको छ है हामी पनि हेरेर बसिन्छ कलर चेन्ज भइरहेको छ अहिले रेड भयो एकछिनपछि ग्रिन हुन्छ पानीको कलर चेन्ज हुन्छ क्या लाइटमा कतै फेरि भेन्टा कलर आउनु थाल्यो आउनु थाल्यो यहाँ फेरि पुरा खदामाहरू बच्चा ल्याएर बसिरहेको हुन्छ क्या यो ओपन रेस्टुरेन्टमा चाहिँ मैले काम गरेँ 3 महिना स्टाफमा गएर कल गर्नु बेला थियो बाहिर ओपनमा बाहिर 3 महिना किचनमा काम गरेँ अब म्युजिक देखायो टक्क दुवै मल हेर्दै यहाँ मजाले बस्दै खाँदै म अब यताबाट छिर्छु यो बाटोबाट यो दुवै मलको तलको गार्डन हो बच्चाहरू खेल्ने ठाउँ छ एक्सर्साइजहरू गर्ने झुन्डिने उफ्रिने कुद्ने स्टन्ट गर्दैछ एउटा पुच्चीले पुच्चीले धोइदिइरहेछ अब हाम्रो सिँढी चढाइ डेली यो यस्तो झिलिमिली भएर थकाइ लागेको महसुस हुँदैन कि त कौन लामो बाटो हिँड्नुपर्छ बाबा यस्तो मजाको आर्टिफिसियल रुखहरू छ कि यहाँ हेर न भुन्टे रुखहरू अर्को आयो फेरि डरलाग्दो मुन्डी यो चाहिँ बुर्ज खलिफाको फ्रन्ट पेज हो पिपल आर कमिङ हियर फ्रम अराउन्ड द वर्ल्ड सधैँ यही बाटो क्रस गरेर आउनुपर्छ 35 दिनमा 70 मिनटमा खतरा एक्सर्साइज गराउँछ यहाँ मान्छेले फेरि एक्सर्साइज गर्ने बेला कोही रातिको बेलामा कुकुर लिएर निस्किन्छ कोही एक्सर्साइज गर्न निस्किन्छ यो बुर्ज खलिफाको फ्रन्ट पेज ल क्यामेराले भेट्दैन चरीहरू त बबाल छ त ल यिनीमै आजको लागि मेरो भिडियो यति जेलसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण मानवहरूलाई म गुरु सुनिलको हार्दिक धन्यवाद।